आगै गरिरहनु भएको थियो। म चाहिँ एकदम धेरै नै खुसी छु क्या उहाँ छुट्ने कुराले, एकदमै धेरै खुसी छु क्या। म उहाँसँग एकदमै आशावादी छु। जब अब हाम्रो माग पुरा गर्न सक्ने मलाई रवि दाइले नै हो जस्तो लाग्छ क्या। त्यो होप चाहिँ रविजीमा छ। हजुर, एउटा नेतृत्व त चाहिएको छ नि त हामीलाई त। अब हामी त केटाकेटी नै हो, अल्लारी उमेर हो, त्यो गएर हामीले नेतृत्व गर्न सक्ने आँट पनि छैन हामीसँग त्यति बलबुद्धि दिमागकै पनि नै छैन क्या। हामीले जानेकै छैन त्यो कुराहरू। अब हाम्रो अग्रज भनेको त उहाँहरू नै हो नि त। अब त्यो वृद्ध भत्ता पाउने बुढाहरू भन्दा त उहाँहरू हामीलाई त एकदम बेटर हो नि त। हामीले त बेटर खोजिरहेको भएर चाहिँ उहाँहरू समर्थन गऱ्यौँ हामीले, उहाँहरू चाहियो भन्ने कुरा चाहिँ यसरी नै। तपाईँको अलिकति मैले चोटको बारेमा सोधेँ, के छ अहिले कन्डिसन? चोट ठिकै छ भनौँ अहिलेलाई चाहिँ। अब माथि चाहिँ अपरेन्ट चाहिँ चल्दैन मेरो। माथि चाहिँ यहाँ माथिबाट लाग्यो नि त मलाई गोली, पातोबाट सोल्डरबाट लगाएर, हजुर पछाडिबाट लगाएर यहाँबाट निस्केको हो गोली। त्यसैले यता माथि चाहिँ चल्दैन, पेनहरू भइरहन्छ अरू। चिकित्सकले चाहिँ के भन्नुभएको छ? गर्दै गरौँ, हेर्दै गरौँ, रिकभरी हुन पर्ने हो, भएन भने चाहिँ नसाको त्यो अपरेसन गर्नुपर्छ भनेर भनिसकेको छ। हजुर, यस्तो अवस्थामा नि तपाईँ आउनुभयो यहाँ? हजुर, उहाँलाई चाहिँ एकदमै खुसी लागिरहेको थियो। म सुने बित्तिकै म निस्किने हालेँ। आमालाई लिएर आउनुभयो? हजुर, मामुलाई लिएर आएँ। हजुर, हस्, थ्याङ्क यू है। थ्याङ्क यू।